शरीरले ढकमक्क छोपेको थियो, ढाकेको थियो। तर हरेक कुरा हामीले संसारको चिजबिजमा भर परिरहेका थियौँ। जोसँग थिएन उसँग मागिरहेका थियौँ, जसले दिनै सक्दैन थियो उसँग छ भनेर विश्वास गरिरहेका थियौँ। यो ब्रह्माण्ड, यो पृथ्वी, यो देखिएको आकाश, यो टेकिएको धरती बनाउनेवाला ईश्वर न आफू भोको हुनुहुन्छ, न कहिले हामीलाई नै भोको राख्नुहुन्छ, न हामीले कहिले भोको नै बस्नुपर्छ, न कहिले उहाँलाई पुकार्नको लागि हामीले कुनै कष्ट नै गर्नुपर्छ। सच्चाइ भनेको नामै काफी छ। सच्चाइमा आएपछि सबै कुरा सजिलो छ। हिजोको दिनमा हामीले जुन धर्म भनेर जे गर्यो भने ईश्वर शाश्वत सत्य पाइन्छ भनेर हिँडेको चिजमा हामीले कति कष्ट पाएका थियौँ। सोच्नुहोस् न हजुर, कुनै निर्दोष पशुलाई हत्या दिएपछि मेरो मनोकामना पुरा हुन्छ भन्ने कुरामा विश्वास गरेका थियौँ। खाली खुट्टा हिँडेपछि महिनाभरि खाली खुट्टा हिँडेर महादेवलाई पूजा गरिसकेपछि असल श्रीमान पाइन्छ भन्ने कुरामा भरोसा गरेका थियौँ। तर आज यदि चप्पल लगाउँदा त दुख्ने खुट्टा हाम्रो महिना दिनभरि खाली खुट्टा हिँड्दा असल श्रीमान पाइन्छ भने किन नहिँड्नु त भनेर बस्नेहरू पो हुनुहुन्छ। हात उठाउनुहोस् त। त्यसमा म पनि पर्छु। मैले पनि साउनको महिनामा लगातार 3 वर्षसम्म खाली खुट्टा हिँडेर एकदमै पति परमेश्वर असल पाए हुन्थ्यो भनेर भविष्य त कसैले देखेको थिएन हजुर। के थाहा, म बिहे नगरे पनि त म मर्न सक्थेँ होला, तर मैले मेरो पाउनुपर्ने श्रीमान चाहिँ असलै पाउँछु भन्ने आशाका साथ, विश्वास र भरोसाका साथ 1 महिनासम्म चप्पल नलगाई हिँडेँ। व्रत बसेँ, तीर्थ बसेँ। हरेक दिन पूजा गर्दा मैले असल श्रीमान पाउनुपर्छ भनेर मागिरहेँ। जब मेरो बिहे भयो तब मैले थाहा पाएँ, मैले जुन ईश्वरलाई मागेको थिएँ मेरो श्रीमान असल पाउनुपर्छ भनेर, जुन ईश्वरका निमित्त मैले खाली खुट्टा हिँडेको थिएँ, मैले श्रीमानबाट एकदमै माया प्रेम पाउनुपर्छ भनेर उहाँबाट नै मैले एकदमै धेरै कष्ट पाएँ, एकदमै धेरै दुःख पाएँ। असल श्रीमान होस् भनेर मैले मागेको कुरा तपाईँले सुन्नु भएकै रहेन रहेछ। जे मागेको थियो त्यो मैले कहिले पनि पाएन, जे नसोचेको थियो मेरो जीवनमा भएर आयो। त्यसै गरी कान त थियो तर सुन्नु हुन्न थियो, आँखा त थियो तर देख्नु हुन्न थियो हैन। उहाँका हात खुट्टा त थिए तर चल्दैन थिए। उहाँलाई सार्दिन पर्ने, उहाँलाई बोक्दिन पर्ने, उहाँलाई पहिरन लगाइदिन पर्ने, उहाँ भोगाउनु पर्ने, उहाँलाई हामीले खुवाउनु पर्ने, उहाँ अगाएपछि हामी खुलाई खुसी बनाउनु पर्ने, हामीले उहाँ